आज म आफै प्र्याङ्क भएँ साथीहरू। सबैजना फेरि पनि स्वागत छ आजको मेरो डे 13 मिनट ब्लगमा। म आज चाहिँ बिहान उठेर मेरो छोरालाई स्कुल पठाउनतर्फ लागेको थिएँ, किनभने चाहिँ मलाई उसलाई छिटो स्कुल पठाइसकेपछि मेरो घरमा हल्का सामानहरू मिलाउनु पर्ने थियो। सो त्यही कारणले चाहिँ मैले बाबुलाई छिटो स्कुल पठाएर चाहिँ म आफ्नो काम गर्नतर्फ लागिहालेँ। अनि यो दराजमा यति धेरै कपडा थियो, अनि सबै कपडाभरि फालेर मैले चाहिँ यो दराजलाई यहाँतिर सार्न पठाएँ। अनि त्यसपछि चाहिँ एउटा कुरा भयो कि गाई चाहिँ हेर्नु न, यो मोबाइल काठमाडौँदेखि म बाबुले पठाइदिनु भएको हो। यो मोबाइलमा यति धेरै घोटाला हुन्छ भनेर मैले सोचेको पनि थिएन कि। आइफोन 17 प्लसकोमा खोलमा लास्टमा हेर्दाखेरि ओप्पो मोबाइलको पढ्नु के भएको यस्तो। हेर्नु न, मसँग मेकअपको सामान पनि छैन गाइज। म त एउटा कुरा गर्दा एउटा कुरा गर्छु है साथीहरू, माइन्ड नगर्नु होला। साँच्चै आज यति धेरै घोटाला भएको थियो। सो काम गर्ने इच्छा पनि थिएन, तर के गर्नु, काम गर्नै पर्यो होइन। यति धेरै लथालिङ्ग गरेर फालिसकेको थिएँ। अनि कामसाम गरिसकेँ। यतिसम्मको भएको थियो क्या मेरो कोठा। सो सबैहरूले हेर्न सक्नुहुन्छ। ओके, आजको लागि यति नै। अरूको लागि चाहिँ भोलि वेट गर्नु होला।